सलाम ढोक छ भाइहरू साथीहरू गीतसँग मनसँग तर के गर्नु यार साथीभाइहरू अलग बनाउने नि मन लाग्दैन भिडियो बनाएर यस्तो गरौँ उस्तो गरौँ भन्ने नि मन लाग्दैन किन यो जमाना देख्दा यो दुनियाँ देख्दा अनि यो कल्चर देख्दा कल्चर त के भन्ने मान्छे कल्चरको नाममा भनेको वाट लगाउने अनि त्यसमा पनि भन्छ नि मजाले ए गणतन्त्र मजाले के भन्छ त्यो दुनियाँ पहिलाको दुनियाँ पहिलाको जमानामा भनेको राजा थियो या कुनै पनि देशमा हो कुनै पनि दुनियाँमा जहाँसम्म राजा थियो त्यहाँसम्मको दुनियाँ एक नम्बर थियो अनि गुड थियो गुड आजकलको जमानामा सोच्नु हंसी भी आता है गुस्सा भी आता है यताउता नले क्यामेरा लगा ओइ फेरि ढलायो यो मुजी नागलाई मैले कुन दिन बटाएको सरकारले हिसाबले हिँड्न पर्ने भलक बनाउँदै थिएँ केही त बोल्न लाग्ने गाँठा भने क्यामेरा हल्ला हे ल जान्छ जो हो गयो ऊपर राख्दा अब यहीँ माथि लिएर बसेर बनाउनु पर्यो होइन अब जो बाबा जति लामो भिडियो भयो नि त म अपलोड गर्छु जसरी तर टपिक मेन पोइन्ट के थियो कसो थियो अब बराबर सक्कल देखिन्न पनि अनि उज्यालो नि आउँदैन त्यही भएर अलिकति गाह्रो लाग्छ क्या भिडियो बनाउने अँधेरो कुनामा बनाएको लुकेर बना जस्तो हुन्छ त्यही भएर विषय भन्न त्यही भएर बनाउने एकदम मलाई यो दुनियाँ बनाउनु मन लाग्यो तर भनेको यो दुनियाँको टपिक अनि मान्छेले भन्छ नि यस्तो र उस्तो लाइफ यस्तो र यस्तो दुनियाँ हुन्छ कसैले के भन्छन् कसैले भन्छन् तर कहिले कहिले मान्छेहरूको यस्तो यस्तो अन्तर्वार्ता अनि यस्तो यस्तो कुरो सुन्न पाइँदो रहेछ यो दुनियाँमा जो अहिले म बसेको छु यो तिमीहरू बसेर देखाउँछौ या दुनियाँले देखाएको छ गर्न मलाई इच्छा पनि हुन्न मनै गर्दैन फेरि पनि अब त मैले बाँच्ने र अनि राम्रो दुनियाँ लिएर हिँड्ने भनेको अवसरै छैन अवसर हुने र अवस्थै छैन अनि त्यसमा दुनियाँ छैन त्यसैले बाध्य भयो जस्तो लाग्यो मलाई त भिडियो बनाउन बोल्न योभन्दा पहिला त भनेको हामी कति के गरेर हिँड्थ्यो काम गर्दा अब के भन्छ अरे रमाइलो गरेर हिँड्दा जो पनि गर्दाखेरि तर भनेको हामी त नेपालमा जन्मेको जात हो नेपालमै हुर्केको जात हो होइन त्यही भएर अब त्यो टाइममा के थियो कस्तो थियो राम्रै थियो हिँड्ने उठो फेरि त्यहाँबाट यताउता जान्दै भयो यताउता मेन राजा मरेपछि त भनेपछि त हाम्रो नेपालको केही अस्तित्वै रहने केही मतलबै रहने त्यहाँबाट मान्छे लिखापाखा भन्नाले आफ्नो दुनियाँ छोडेर कहाँ कहाँ भट्किन थाले के गर्न थाले त्यो त थाहै छैन त्यो मतलब छैन केही छैन कसैलाई राजनीति खेल्नेलाई त केही मतलबै छैन जनताहरूलाई नि केही थाहा छैन अनि मतलबै गरेको छैन जनताहरूले देख्छ हुन पनि हो पहिलेदेखि देख्छ भयो
दुनियाँ सही हो, दुनियाँको कुरोलाई भनेको नजरअन्दाज गरेर हिँड्यो। किन त्यो बेला राजा थियो, उनी हाम्रो नेपाललाई के मतलब छ, भोलि के गर्छ भन्ने गर्छ। जब राजा मार्थे त्यहाँदेखि त भाइ दुनियाँ बर्बाद भयो के, दुनियाँ बर्बाद। नेपालको नाम धरि मुझे इज्जतमा गयो। नेपाल देश भन्ने नै नामको इज्जतको लौडे लागेको ढाङ बसडा हो। भन्नाले के छ, सबै रन्डीगिरी दुनियाँ चालु भयो। पेसेगिरी रन्डीगिरी, रन्डी भनेको पहिला त्यही नेपालमा भनेको कहिले केही काण्ड बुझिन्थेन, जानिन्थेन, त्यो बेला थिएन नि थिएन। गणतन्त्र अरे माधव थियो, गणतन्त्र आयो मुजी बाउले छोरीलाई चिकेर हिँडे। कुरो बुझ सुन है, बाउले छोरीलाई चिक्दै हिँडे। बाउ के अरे छोराले आमालाई चिक्दै हिँडे। कस्तो कस्तो गणतन्त्र, के को गणतन्त्र, के खालको गणतन्त्र, जो कि न इज्जत सोध्न सके, न विजेत सोध्न सके, न भविष्य सोध्न, केही त्यस्ता गणतन्त्र के काम थियो। इन्डियामा त्यही गणतन्त्र भन्दा भन्दै लौडे लाग्यो, सबै लाग्यो। कति जात आए धर्म मर्दा मरे, लड्दा लडे, अझै पनि त्यही सिस्टम चाल्यो। झन् अलिअलि नरेन्द्र मोदी आएर अलिकति कन्ट्रोल भएको थियो। त्यसमा पनि विवाद भएर जस्तो हाम्रो अहिले नेपालमा चल्यो नि, रन्डीका बाण बाँदर छिनालका औलाद भनेको रन्डीका भाड खानेवाला लौडे प्रचण्ड, गौरव भट्टराई, केपी ओली, शेरबहादुर देउवा, अन्त चिक्ने हाम्रो बाहुन खानदानहरूमा जस्तो रन्डीका औलादहरू कतिमा चिक्नेहरू नेपालमा सब मादर छ। धर्म बेचेर खाने जातहरू, संस्कार बेचेर खाने जातहरू मादर चोत, जो कि मादर चोत आफ्नो घरको जग्गा जमिन पनि जोतेर खान नसक्ने जातहरू, धर्म बेचेर खाने जात मादर चोत। त्यसलाई भन्छन् बिग्रेको रन्डीको खुनबाट जन्मेको औलाद, जसको बाउको नामले थाहा केही चिज थाहा। यस्तो खपा मेन त हाम्रो नेपालमा काङ्ग्रेस भित्रै देख्नुपऱ्यो भनेको हाम्रो नेपालको दुर्दशा चालु भएको क्या। गिरिजा प्रसादको कोइराला नि, गिरिजा प्रसाद कोइरालाको रन्डीको बानमा छ। मनिषा कोइरालाको हजुरबाउ, अनि त्यो के भन्छ त्यसको माथि त्यसको छोराको माथि दण्ड दलाल हुन्छ, त्यो दलाल भाडखाउ जो भाडखाउ जाको तिनीहरूले गर्दा यति चलो चलो अहिले फेरि पनि यति भइरहेको। जो शान्तिपूर्वक देश भन्ने, यो विश्वको राष्ट्रको शान्तिपूर्वक देश भन्ने हाम्रो नेपाल, त्यो अहिले के भयो, अशान्ति देश। के भयो, अशान्ति देश। जो कि जो हिन्दुस्तानले भनेको इज्जत गर्ने देश, त्यसलाई अहिले हिन्दुस्तानले पनि थु 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 भनिरहेको। यहाँका अहिले जन्मेका मुझे अहिलेको जर्नेसनले पनि माया चिन्ने भने नेपालीहरूलाई भन्दैन, इज्जत दिँदैन। के भन्छ, ए नेपाली, ए नेपाली भन्छन् मान्छेहरू। यही मादर चोदरलाई हामीले छोडाएर, अङ्ग्रेजदेखि छोडाएर भनेको जिन्दगी जिउन सिकाए। त्यही जातले त्यस्तो भनेर कसको बजेट, के को बजेट, काङ्ग्रेसको बजेट। त्यसपछि आयो गणतन्त्र, रन्डीका छोराहरू, दलाल मादर चोद भडुवाहरू, रन्डीहरूलाई, रन्डी भने आइमीहरूलाई बेचेर खाने जातहरू, यिनीहरूले गर्छ।
अनि त्यसमा नि भनेको अझै एउटा निक्लिएर रहेछ काङ्ग्रेसको माधव। त्यसको भिडियो त भनेको हिजो बिहान भेटाएको मैले। त्यसको फोटो हालेर नि यो भिडियो बनाएर भनेको अपलोड गर्छु मैले। अन्त मेरो मनको यथार्थ पुगेको तिमीहरूसँग गरेर पठाउँछु, टेन्सन नलिएर। त्यो काङ्ग्रेसको मोजी न नेता न के सम्झ। अनि त्यो मर्न लाखा माधव चाहिँ सुन्निएर खुलेर भएर यत्रो हनुमानको थोपडा भन्दा नि गए गुज्रेको हनुमान भने सरी भगवान् माफ गर्नु। भगवान्लाई अब जोड्न पऱ्यो। यो मुझे राक्षसहरू गयो त्यो पनि शक्तिशाली हनुमानलाई जोड्नु पऱ्यो। त्यसको थोपडा हेर्दा क्षमा गल्ती हुन्छ। यस्ता यस्ता राक्षसले गर्दाखेरि मबाट निक्लिन्छ। यस्तै त्यो रन्डीको छोराले के भन्यो अरे, अब त्यसको आमा कस्तो थियो, जन्मदिनी के थियो भगवान् जाने। हुन त बाहुनकै छोरी हो नि त्यो पनि, किनकि मुझे माधव चाहिँ बाहुन हो भन्ने बित्तिकै भने जस्तो पनि बाहुनै होला। हुन त म पनि बाहुनै हो, तर हाम्रो नेपालमा यस्ता यस्ता बाहुनहरू रहेछन् माधव छ। धर्म शास्त्र सबै बेचेर खाने त्यस्ता रहेछन्। तर हामी क्षेत्रीमा त त्यस्तो निक्लिएन। बाहुनै रहेछन् माधव चोरहरू। टप्परै भन्यो नि, जे भन्यो नि, जस्तो भन्यो नि, गए गुज्रेका माइजो ठु भन्ने जातहरू बाहुन भाइन्छ। आजकलको जमानामा हेऱ्यो भने सबैभन्दा रन्डी पेसेदारीमा हेऱ्यो भने माधव चोर बाहुनै देखिन्छन्। रन्डीहरू बाहुनको जातहरू देखिन्छन्। मान्छे आइमे जात पहिला त मत्वले थिए। यो दुनियाँमा सबैभन्दा गए गुज्रेको जातलाई गिन्ती गऱ्यो भने हाम्रो नेपालको जन्मभूमि कसलाई गनिन्थ्यो? मत्वलाई। तर तिनीहरू मत्वले त सच्चो जातको जात रहेछ, सच्चो मनको जात रहेछ नि त। तर हाम्रो जनजाति त्यस्तो रहेछ। गणतन्त्र आउँदा बित्तिकै धर्मदेखि लिएर शास्त्रदेखि सबै बेचेर खाने जात गौन छोरा। अनि त्यसपछि आइमीहरू आफ्नो इज्जतै बेचेर खाएर हिँड्नु अनि आफ्नो अस्तित्व भनेको नष्ट गर्ने जात आइमीहरू बाहुनको जात। त्यसैबाट एउटा रहेछ माधव चोर बाहुन। काङ्ग्रेसको सांसदी हो कि के हो कसो माधव चोर, त्यसलाई कसरी घुसायो होला नि मार्क्सियनहरूले। अनि पोलिटिसियन भन्ने बित्तिकै पोलिटिसियन इङ्ग्लिसमा भन्छ, तर राजनीति भन्यो भने नेपाली हिन्दुस्तानीमा जे पनि भन्यो राजनीति। त्यसमा आउने बित्तिकै भने त आफ्नो जिन्दगी भनेको इज्जतै सबै बेचेर खाने जात हुँदो रहेछ नि त माधव चोर बाहुनहरू। त्यही भन्छ बाहुनको जात हो कुजात हो के हो के थाहा मान्छे। त्यसले भने रहेछ माधव चोर तपाईँ कहिल्यै भनेको विश्वले सोध्न नसकेको कुरो गरेछ। त्यो के गर्ने? रन्डी खाना खोल्नु पऱ्यो भन्नाले बेस्याले खानु युन व्यापार गर्नु कि त्यस्तो। अहिले त म रौसी खाएर बसेको छु भाइहरू। बडो दिनदेखि भन्न खोजेको थिएँ, तर मभन्दा पहिले नि भनेको जति मेरो मनमा आगो लागेको छ, जति मैले कुरो गर्न सोचेँ त्योभन्दा नि भनेको म जस्तै पीडा भएका, जस्तो म भनेको जस्तो जिन्दगी दुःखमा भएका मान्छे धेरै रहेछन् के। मैले भन्नुभन्दा पहिले कतिले भन्यो। त्यही आमसभामा बस्दा बस्दै भनेको एउटै आइमेले पनि आवाज उठाए बडो राम्रो लाग्यो। उसको लागि त मेरो लागि मेरो तर्फबाट उसको लागि त भनेको हम सबै छ भनेको गुडनेस छ। जहाँको त जवाब उठाउने भन्ने आइने त्यो लाग्यो। आमालाई आमै हो
मेरो आमा बराबर चाहिँ आमा हो त्यो, मलाई जन्म दिने आमा बराबर चाहिँ आमा। एउटा आइमाईको इज्जत बेचेर हुन्छ। गाई वस्तुदेखि लिएर इन्सानको भनेको भरोसादेखि लिएर देशको भनेको अस्तित्वै बेचेर खाएर पुगेन भनेको आइमाईको पुती बेचेर खाने सल्लाह दिँदैछ महादर चोतले हो पनि आमसभामा बसेर नै त्यस्तो महादर चोत। तर पनि मान्छे गुन्डा राज छ। गुन्डा राजमा सक्सेस भयो खोल्नलाई भनेपछि त्यसले पहिला त्यसको छोरी ल्याएर राख्नु पऱ्यो माधव चोत, अनि त्यसको छोरीमाथि म चढ्नु पऱ्यो लाडो ठन्काएर चिक्ने मुखदेखि लिएर चाकादेखि लिएर पुतीसम्म चिक्नेको होलै बार्ने म हुनु पऱ्यो। त्यसको सबभन्दा पहिला खानदान त्यो आइमाईले भने सही भन्यो। तैँले यस्तो सोचिस् ल ठिकै छ, तेरो घरबाट कोही उपस्थित गर्न तयार छस् या लिएर आउन तयार छस् त भनेर अब जोडेर। अनि त्यसपछि नि कतिजनाले भने के भने कसैले त के भने खकाट थुक्नु पऱ्यो उसको मुखमा पयालोदेखि ऊ लिएर। कसैले भने यस्तो आइमाईहरूले त अलिकति इज्जत दिएर बोलेन, लौन छोराले त्यति इज्जत दिएर बोलेन, आइमाईहरूले मात्रै इज्जत दिएर बोलेन। हुन त आइमाईहरूको मुखबाट त्यति इज्जती कुरो निक्लिन्न। जो मादर चोत बिग्रेकी भत्केकी होली, इज्जतै नलिएर हिँड्ने होली, घरको केही सोध्ने नसोध्ने होली, त्यही आइमाईले त्यस्तो बोल्छन्। नत्र हर कोही आइमाईले भनेको प्रतिक्रिया दिनु पऱ्यो नि इज्जतले दिनु। तर हामी लौन छोराले भने त्यस्तो त्यसको त औकात के मुजिब भनेको पुरा दुनियाँ देखाउनु पऱ्यो नि हामीले। त्यही भएर हामी त्यस्तो बोल्दैन, त्यस्तो गर्दै इज्जत दिने काम हुन्न हाम्रो लौन छोरामा। लौन छोरा हो त त्यो लौन छोरालाई इज्जत दिने काम हुन्छ। साथीभाइहरू, मेरो कुरो र मेरो मनको भावना तिमीहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्टमा अवश्य भन्नु पऱ्यो। तिमीहरूले भले लाइक सेयर गर नगर कमेन्टमा भन्न पऱ्यो। मेरो नि बडो दिनदेखि चित्त दुखेको थियो भन्ने बहुत कोसिस थियो। 2-3टा भिडियो बनाउँदाखेरि मलाई नि मान्छेहरू रोक्यो क्या, यस्तो नभने यार, यस्तो कुरो नगर यार, दुनियाँले जे जसो गर्ने जान्दै, तिमी त राम्रो मान्छे राम्रै हिँडिरहेछौ, दुनियाँलाई सुधार्दै हिँडिरहेछौ, राम्रै गरिरहेछौ, हामीलाई नि यति राम्रो राम्रो भाषा पढाउँछौ, तिम्रो मुखबाट गाली बोलो यताउता राम्रो होइन। तर त्यस्तै मुजी रन्डीको खुनबाट जन्मी रन्डीको खुन बेचेर खाने भडुवाहरूको कुरो सुन्दाखेरि भडुवा भन्छ क्या, इन्डियामा भडुवा केटीहरू बेचबिखान गरेर खाने जातलाई भडुवा भन्छ। भडुवा रक्त चाट्या भन्छ, रक्त चाट्या मराठी भाषामा रक्त भनेको त्यो आइमाईको जिन्दगी पुती भने जहाँबाट नि निक्लेको खुन चाटेर भनेको जिउने मान्छेलाई भडुवा भन्छ, रक्त त्यो मान्छे। काङ्ग्रेस हाम्रो नेपाल ध्वस्त हुनु र अनि हाम्रो नेपाल बर्बाद हुनु भनेको काङ्ग्रेस छिरेदेखि न। इन्डिया बर्बाद भएको नि काङ्ग्रेसदेखि न। मोदीले भनेको काङ्ग्रेसको नामो निशान मेटाइरहेछ। त्यही भएर राहुल गान्धी मासु जाउँदै हिँडिरहेछ यताउता। सोनिया गान्धीको नाम त गयो, उसको छोरो उठिरहेछ मासु जाउँदै यताउता। त्यही हो। अनि हाम्रो नेपाल बर्बाद हुने कारण पनि त्यही हो। गान्धी खानदानमा दरचोत रन्डी कि भैँचोत के भन्छ त्यो छिनाल कि भन्नु के भन्छ त्यो जातलाई भनेको पशुपतिनाथमा घुट्न दिएन। त्यस्तो हो। राजादेखि लिएर सबैलाई भनेको मुजी आँखामा पट्टी हालेर हिँड्न खोज्दा भएन। पहिला त केही भएन, कहिले भएन, त्यस्तो गर्न नि सकेन नि तिनीहरूले। उनीहरूलाई थाहा नेपालीको ताकत कस्तो छ भनेर। नेपालीको सुरक्षित कर्मीमा मुजी केही आइलाग्यो भने कुरा गाउँै देशै आएर मुजी पत्थर हानौला या कुकुरी हानौला के हानौला। तर उनीहरूको त पुतीदेखि लिएर भनेको मुखसम्म चिर्ने भनेको त औकात छ नेपालीको। त्यही भएर केही गर्न सकेन। यहाँ सबैभन्दा सिद्धाउन खोजे केलाई? राजालाई। दुनियाँ गरेको भाइहरू के भन्ने, नेपालको अर्थव्यवस्था बिग्रेको कारण त्यही हो। दुनियाँ बिग्रेको कारण त्यही हो।
पहिलाको जमानामा कस्तो थियो, म पनि त्यही जमानामा जन्मेर हिँडेको कुदेको मान्छे हो। पहिला टाइममा गाउँमा हुँदा कस्तो थियो, अहिले गाउँमा जाँदा त्यस्तै छ। पहिलाभन्दा त बिग्रे गयो गुज्रेको। पहिला घर जाँदा 6 महिना बसेर आउँथ्यो, इन्जोय गरेर आउनलाई। अहिले मुझे 2 महिना बस्नु मेरो भनेको सास अड्के थियो नेपालमा। 2 महिना बस्नलाई 2 महिना सास अड्के थियो। गणतन्त्र देख्दा अनि दुनियाँ देख्दा थियो त्यस्तो थियो भाइ। के हो त्यसमा सबैभन्दा पहिला त त्यो मादरचोद छ नि, त्यो काङ्ग्रेसको त्यो मादरचोद को हो, त्यो भडुवा हो। त्यो भडुवालाई भनेको मादरचोदा समातेर भले त्यो नारायणघाटको चौडामा के भन्छ, नारायणघाटको पुलचोकमा ल्याएर राख्ने हो कि चिर्नलाई, या भनेको भरतपुरको चौडामा ल्याएर राख्ने हो, या कहाँ लगेर चिर्ने हो, त्यो हाम्रो साथीभाइहरूले अब निर्णय गर्नु पर्यो। तर त्यसलाई चिर्न पर्यो, जो कि मादरचोद हाम्रो राजाले नसोचेको काम अनि नसोचेको दिमाग उसले सोचेर निकाल्यो। पेस्यावृत्ति निकाल्नु पऱ्यो भने युन छ उसको गर्नु पऱ्यो। पर्यटकलाई चाहियो अरे यिनीहरूलाई। तेरी माथि तेरो छोरीलाई लगेर चिका मादरचोद। पर्यटकलाई यताउता भनेको सुविधा दिनु पऱ्यो भने तेरो छोरीलाई लगेर चिका, तेरो नातिनीलाई लगेर चिका। नयाँ केटी चाहियो, भर्खरको भर्जिन चाहियो भने होइन त छ नि त तेरो घरमा मुझे दुनियाँभरको बच्चा निकालेको आइने, यिनीहरूलाई राख। पर्यटकलाई चिकाउन, यसको लागि चिकाउन, उसको लागि चिकाउन मादरचोद होइन। रन्टीको बान हाम्रो नेपालको सिधा सादा सोझा सादा जनताहरू आइमेदेखि छोरा मान्छेहरूलाई भट्काउँदा मेरो मोबाइल यस्ता खानु बच्चाहरू। यो मोबाइल पनि टुट्दा भनेको भाइहरू सत्यानाश भयो। एउटा लात हान्दियो भला यो बच्चाहरू यस्तै छन्, सबै यस्तै छन् के भन्ने होइन। अब यताबाट हान्यो कताबाट हान्यो त्यो पनि त आएन। अब त्यस्तो छ होइन। पहिला त त्यो काङ्ग्रेसको त्यो जो भाषण दिएको थियो त्यो या के दिएको थियो, कहाँ बस्यो त्यो? हो त्यसलाई भनेको ल्याएर भले बुटोलको चौडामा ल्याउनु परोस्, कहाँ ल्याउनु पर्ने हो त्यसलाई ल्याएर भनेको ठाडै चिर्न पर्यो। नुन खुर्सानी लगाउनु पऱ्यो नि, म आउँछु। चिर्ने काम तिमीहरूको, बाँकी ठेगाना लगाउने मेरो काम मादरचोद। बिन्दास लगाइदिन्छु मान्छे, जग्गाको जग्गामा गाई गरिदिन्छु मादरचोद। यति चाहिँ गर्नु पऱ्यो है साथीभाइहरू। अनि जो साकारले भन्छ नि, साकारको कुरो 1 नम्बर लाग्छ मलाई। हाम्रो देशको सोचाइहरू गर्ने युवाहरू त्यसै भनेको देश छोडेर गएनन्, गए पनि विदेशी हो। त्यस्तै भयो। भिटेलले नि तरिकाकै दुनियाँ देखाएको थियो, तिनीहरूको औकात देखाउने हिसाबले गिदाएको थियो। जो चल्ती गरेछन् तिनीहरूले यो कलियुगको टाइममा जो गणतन्त्र ल्यायो त्यो हिसाबले गिदाइरहेको थियो। भिटेललाई नि कति उ गरेर भनेको माया गरे, आखिरीमा उसले नि थाहा पायो विदेश गएर जिन्दगी यसको जिन्दगी के भयो। त्यसले त गाना बन्द गरेन, गाना गाइरहेछ, देखाइरहेछ दुनियाँलाई। त्यस्ता के अब जनताको सपोर्ट पाउने र अनि विदेशी सपोर्ट पाउनेलाई त केही गर्न सकेन त्यो मादरचोद। अनि हामी जस्तो तपाईँहरू जस्तो सानो काम गरेर हिँड्ने मान्छे, चित्त नबुझ्ने मान्छेलाई यस्तै बोल्न थाले त नि। बिचमा रतन कार्की कि रतन खर्की भने त्यो जापानमा बस्ने बच्चाले त्यसले नि अलिकति साथीहरू यो त यस्तो पर्छ, त्यसलाई मार्नुपर्छ, लिएर आउनु खानामाना यो पहिले चानस हुँदैन भन्दाखेरि कति हल्ला गर्दै थियो मादरचोद। अब अहिले मैले भन्दैछु त्यो बेला नि त्यसलाई भोरो लाइक गरेर सपोर्ट दिइरहेको थियो। तर अरूले दिएन सपोर्ट, हल्ला भयो। फेरि पनि भयो, जनताले दियो। जसको उसको सब्सक्राइब यताउता त उनीहरू त विदेशमै छ, विदेशी पनि छन्। त्यही भएर अलिकति बच्यो राम्रो भयो। त्यही हो, जसको सपोर्ट हुन्छ त्यही गर्छ।
जसको सपोर्ट हुनु त्यो मर्छ। त्यही हो, जसले सपोर्ट नहोस् हिम्मत हार्नु न, हिम्मत लिएर हिँड्नु मान्छे जस्तो त बाँदर चोतहरू गुन्डा घाइन चोतहरू भन्थ्यो नि त माओवादीहरू गएर हातबाट त्यस्तै हामीले ए जय शिव शम्भु भोलेनाथ भन्दै यसरी हात खडाएर भन्नु होला मादर चोतहरूलाई आइज मेरो सामु भनेर उनीहरूको गर्ने बडो दिनको भनेको यो मनमा भनेको उलेर बसेको थिएँ तर छोराहरू यिनीहरूको सामने यहाँ अङ्कल यहाँ नगर नि यस्तो नगर भनेर रोक्छन्। त्यही भएर यिनीहरू सबै सुतेको थियो त्यहाँबाट बनाएको यो भिडियो बनाउँदा कति यिनीहरू हात हानेर यताउता क्यामेरा हल्लाउने देखेको अहिले भर्खर खसाले पनि फेरि उठाएँ बनाएँ भिडियो बनाउँदा होइन त्यो त छ साथीहरू। त्यो भने गणतन्त्र ल्याएर त्यसमा पनि सबैभन्दा ठुलो धर्म परिवर्तन गर्ने क्रिस्चियन भन्छन् यसो मसीह के भन्छन् त्यस्तो। तर मुस्लिमले हाम्रो गाउँमा त्यस्तो गरेन, हाम्रो देशमै गर्नु हाम्रो त छोडेर कुनै देशमा पनि त्यस्तो गरेन। जब उसको दुनियाँ कबेला लिएर हिँड्नु कबेला भन्छ त्यो मुस्लिमको भाषामा भने आफ्नो सङ्गठन लिएर हिँड्ने हाम्रो नेपाली भाषामा सङ्गठन जाति भएको सङ्गठन पनि त्यस्तो लिएर हिँड्ने बनाउने बेला त्यसले भनेको दरबार लिएर हिँड्यो होला, मान्नेलाई भनेको सिधा लिएर हिँड्यो होला, नमान्नेलाई काटेर हिँड्यो होला त्यस्तो थियो। तर क्रिस्चियनहरू एउटा मनको भावना दिन्छन्, सावधान दिने कोसिस गर्छन्, पैसाले किन्छन्। तिमीहरूलाई हाम्रो यसो मसिनमा यो गराउनु म यो गर्छ, बिहा गरेर दिन्छौँ, घरबार बनाएर दिन्छौँ, नोकरी दिन्छौँ, यो दिन्छौँ भन्दै लालच देखाउँदैन। त्यस्तै अहिले मैले सुनेँ कि हाम्रो नेपालमा यस्तो गरेर हिँड्ने पास्टरहरू त सबैभन्दा धेरै पाउनै रहेछन् त मादर चोतहरू रन्डीको धर्म संस्कृति बेचेर खाने जातहरूमा पास्टर चोतहरू होइन यार। त्यो हिन्दू आमाहरूले त यस्तो सोचेर त जन्म दिएथेनन् त्यसको औलादहरूलाई मादर चोतहरू यिनीहरू कसरी जन्मेर यस्तो औलाद भए त मैले यस्तो सोच्नु एउटा पैसाको लागि मुजी रन्डीले कमाउने पैसा हो भने पुटी सिकाएर हामी छोरा मान्छेले मेहनत पसिना कमाएर खाने चिज हो। रन्डीहरू त ताना गरेर कमाएर खाने चिज हो पैसा हो। त्यसको लागि इज्जत धर्म करम सबै बेचेर खाएको छ। नमाचिक्ने हाम्रो नेपालको बाहुन मादर चोतहरू त्यस्ता रहेछन्। एउटा केटाले उसको भिडियो लाइक पनि गरेको छु, सेयर पनि गरेको छु मैले। त्यो केटाले भनेको सबै त्यही भिडियो बनाउँछ त्यस्तो पो रहेछ त्यो यार। मैले त सोचेको थिएँ तल्लै जातको होला या अरू जातको होला त्यस्तो छेत्री बाहुनहरू त गरेको छैन होला मैले सोच्थेँ। तर सबैभन्दा धेरै त्यही बाहुन जातिकै पास्टर रहेछन् मादर चोतहरू, धर्म परिवर्तन गर्दै हिँड्नेहरू मादर चोतहरू। नाम पनि राख्छन् शर्मा अरे भट्टराई अरे के अरे मादर चोतहरू। त्यो बच्चाले सुनाउँदै थियो क्या त्यो भाइले, हुन त मेरो छोराको उमेरको होला त्यो त्यस्तो सुनाउँदै बडो दुःख लाग्यो रे। त के हो आफ्नो छोराले आफ्नो साथीहरू काम गर्नेहरू बडो रोकाएको थियो। त्यही भएर यसमा भिडियो बनाएको थिएँ, 2-3 भिडियो बनाएर हालिरहेको थिएँ। यार जान्थ्यो यार दुनियाँको केटी आउँछ नि मासु जान्थ्यो नि तँलाई ऊ जसरी उतानबाट चिकाएर भनेको खाना दिए जेसो गर्ने तँलाई केटाको दिनु त आफ्नो भविष्यमा नि त आफ्नो राम्रो गरेर भनेर सम्झायो भनेर जान्थ्यो भनेर त्यो यो टपिकमा भिडियो बनाएको थिएँ। तर आज एउटा मान्छेको भिडियो देख्दाखेरि मलाई साह्रै चित्त पनि लाग्यो, साह्रै मन पनि लाग्यो। त्यही भएर मैले पनि बनाउँछु एउटा भिडियो चाहिँ भन्नुभएको। तर कामको सिलसिला काम मेरो यस्तो छ के भन्ने रातभरिको ड्युटी चाहिँ भर्खरै आएर भन्नुभएको। रुममा टेकेर सुत्न लाग्यो तर चित्तले मानेन भने पहिलो भिडियो बनायो मैले यस्तो यस्तो गरेँ यो भन्दा पनि पहिलो स्टार्टमा यस्तो के भन्ने भले त्यसमा
कुनै पनि जात आएर बसोस्, कुनै पनि दुनियाँ आएर बसोस्, जेसुकै बसोस्, देश जो छ त्यही हुनु पऱ्यो क्या। देश बदली हुनु पऱ्यो, धर्म बदली हुनु। हाम्रो नेपाल भनेको प्योर हिन्दू राष्ट्र, वर्ल्डको वर्ल्ड भनेको हिन्दू राष्ट्र भनेको हाम्रो नेपाल थियो। यो हिन्दुस्तान भन्दा गिन्ने चानेको भने अहिले त्यही नेपाललाई सबैले थु गर्छ। यही हाम्रो पडोसी देश हिन्दुस्तानले थु गर्न थाल्यो। मोदीले के भनेको थियो जब हाम्रो नेपालमा भनेको समाधान लेख्ने बेला सिभिलान नै हिन्दू राष्ट्र घोषित गर भनेको कसलाई? ओली भन्छन्। ओली कि गोली मादर मर्नु नसकेको रन्डीको छोरो मादर चोर भिखारी लन्डका बाल। तर मादर चोर विदेशीको कुरो सुनेर के गर्यो उसले? सिभलर देश गरिदियो भने सिभलर देश लडेको सिभलर देश गऱ्यो भने नो प्रब्लम। कोही पनि जात आऊ बस्छ खाऊ पियो हिँड। आजकलको दुनियाँमा त्यही चलेको। तर गणतन्त्रको नाममा यसको सिभलरको नाममा भने त्यो गर्न हुँदैन नि त। जस्तो गरेको थियो होइन साथीभाइहरू भन त तिमीहरूको चित्त कति हुन त अब त्यसको प्रतिनिधि हुन त हाम्रो नेपालमा धेरै जस्तै माओवादीको जे मादर चोतै जन्मेछन् जातहरू त्यही भएर कसैलाई मन पर्दैन होला। हुन पनि यो राजा हो देश बचाऊ भनेदेखि न त माओवादीले धेरै उ गर्न थाले। राजाको फोटो पनि चलाउने गरे कसैले के भन्नु खोजे। त्यही मादर चोत रन्डीका औलादहरूले राजा मार्ने टाइममा पनि यही मादर चोतहरूले भनेको उमलाई बुझाइ गरेर यताउता गरेर षड्यन्त्र रचेर मारे होलान्। सबै खानदान मारे त अब ज्ञान दिन्छ मारेन किन मारेन केही त भनेको थिएन नि। त्यही भएर यताउता गएर जान्थ्यो। लास्टमा उसैलाई ठोक्या भाइ मारा अरे कहिले के मारा अरे के कसो अरे। अनि कोही त भन्छ नेपालको इतिहास पल्टेर हेर राजा शासन राजशासन देख्नु त्यो बेला थाहा हुन्छ राजा के हो भन्ने भन्छन्। त्यस्तो छ। म त 5 क्लास पढेको मान्छे हो। मलाई त त्यति थाहा छैन होला देशको बारे। तिमीहरू त चुतियाहरू त पढे लेखेका हो नि त। आजकलको जमाना 12-15 पढेको त कोही बच्चा छैन हाम्रो नेपालमा। अनपढ गर्नु हामी पहिलाको जमानाको जस्तो फेरि पनि त्यति थाहा होला नि तिमीहरूलाई के हो कसो भन्नु। त्यति बुझ्दा उ गर्दैन बुझी गरेन आन्दोलन गरे बर्खानले यो अरे केपी ओली यो अरे यस्तै 8 चुतिया जाँदै राजा शासनमा मुजी परदेश आउनु पर्थेन। त्यति वहीँ रोजीरोटी थियो वहीँ खानापिना थियो सबै थियो। पहिला जमानाको हाम्रो बाबुबाजेहरू त्यही खेतीबाट अनाज जन्माएर हामीलाई हुर्काउने पढाउने खिलाउने दुनियाँ देखाउने गर्थे। ल अहिले तिमीहरूले देखाउ त तिमीहरूको गणतन्त्र आएदेखि मुजी तिमीहरूको बाबुबाजेले कमाएको जग्गा जमिन बेचेर सुकुम्बासी भएर बसेका हौ। तिम्रो बाबुआमालाई सुकुम्बासी बनाऊ अनाथ बनाऊ माता चुटु। फेरि न चाहिँ गणतन्त्र अरे यो बादी अरे ऊ बादी अरे धर्मको कुरो छोडेर के भन्छ बुझ्दैन। धर्म र सनाथी केलाई भन्छ सनाथ हिन्दू सनाथी जात केलाई भन्छ पैदासीलाई भन्छ पैदासी। यो धरतीमा पहिल्यैदेखि एउटा भनेको त्यही छ सनाथी हिन्दू जात। बाँकी यो मुजी त झाँगाट घर मुजी छाटुजीहरू त कोसी बनेको सबभन्दा पहिला पनि के मुजी मेरो कपेला मेरो दुनियाँदारी भनेर लिएर अहिले तिनीहरू धरि घुट्न टेकेर हिँड्यो। त्यसपछि तिनीहरूको जातबाट छुट्टिने जातको कटुवा दुइटै कटुवा नि त जातको किर्चन यसो मसी भने मसिए जात यसो मसिए जात। नेपाली भाषामा कहिले सुन्न पाइएको थिएन यसो मसी। अहिले भनेको हर नेपाली उसमा
सोसल मिडियामै देख्छ बर्बरदेखि काटेको बर्बरको तिमीले गर्दा यो गर्यो भोसडीको पर्नुको तेरो बाउ हो भन्छ भोसडीको भन्छ तेरो बाउ क्योंकि तेरो बाउले तँलाई बिउ हाल्यो त्यहाँबाट जन्मिस त्यो बर्बुले बिउ नदिएसम्म मुजी जमिनले के उगाउन सकेको छ त्यस्तै औरत देख्छ जबसम्म मुजी हामीले नसिकेसम्म त्यसलाई बिउ नदिएसम्म मुजी औलाद नजन्मिने जात अनि तिमीहरूमा चिक्ने गणतन्त्र जात हो मुस्लिमहरू है त्यस्तो हुन्छ अनि सबै सुत्याखान भनेर धेरै कराखान सुत्याखान गरेर राम्ररी कुरो राम्ररी भनेको सलाम गर्छु जो कि म एउटा हिन्दू आमाको कोखबाट जन्मेछु हिन्दू जातैले मेरो पनि धर्म परिवर्तन गर्नलाई यो इन्डियामा कतिले भने मुस्लिमले भने क्रिस्चियनले भने जय भीमले भने जय भीम यहाँ भन्ने इन्डियामा जय भीम भन्ने जातको बौद्धिस्ट त हाम्रो हिन्दू हो पहिल्यैदेखि छ त नेपालमा म किन परिवर्तन गरौँ भनेर भन्थेँ बौद्धिस्ट हाम्रो नेपालमा नहुने जात के थियो मुस्लिम अनि क्रिस्चियन तिनीहरूले कति कोसिस गरे केही गरेर सबै हेरेँ देखेँ तर मनै परेन तिनीहरूको कल्चर के त्यही भएर पाउँदैन जो भगवान्ले जन्माए त्यही राम्रो म त्यसैमा कोसिस भने 3 महरलाई मादर चोदहरू 1 रुपियाँ दियो भनेर 1 पैसा दियो भनेर या 50 पैसा दियो या 5 पैसा दियो भनेर 1 पैसादेखि 5 पैसा 2 पैसा या 1 रुपियाँ या 5 रुपियाँ दियो भनेर मादर छ धर्म पनि बेचेर खाहाल संस्कृति पनि बेचेर खाहाल सब बेचेर खायो अझ हामी नेता अरे देश सम्हाल्ने नेता अरे मादर देश बेचेर खाने मुझे भडुवाहरू हो तिमीहरू भडुवा भाड खाउहरू भडुवा भन्छ हिन्दीमा भडुवा भाडिया भन्छ भाड खाउ जातहरूलाई केपी ओली प्रचण्डे शेरबहादुर देउवा केपी ओली रन्डीहरूको गिन्ती गरौँ भने जस्तै विद्या भण्डारी के भनौँ माछिने रन्डीहरू मारेर बुढालाई मारेर भनेको माछिने अरूसँग भनेको सिन्दुर सघाउँदै हिँड्ने जातहरू आइनेमा इज्जतहरू छिनाल रन्डीहरू कति छन् सायद त्यही हामीले छिनालगिरी गरेर हिँड्न पाइएन भनेर भनेको गणतन्त्र ल्याएको मादर चोद जात होइन त्यही गणतन्त्र ल्याए तिनीहरूको गाडामा घुस्यो 10वटा कोही चेन्ज गरेर हिँड्दा नि उनीहरूको जिन्दगी छैन एक्लै गर्नु पर्यो रन्डी मादर चोदहरू 10वटा कोही चेन्ज गरेर अनि लास्टमा रस सिद्धियो अनि त्यहाँबाट के भयो मलाई त एउटा सारा चाहियो म कसरी बाँच्ने र कसरी जिउने फेरि माथि चाहिँ जिउने बाँच्ने त सबै निकालिसकेको छ औलाद आयो सबै आयो त्यससँग बाँच्यो जग्गा जमिन बिहा जहाँ बिहा गरेर गयो त्यहाँ सबै छ घरबार छ त्यो पनि नै यो दुनियाँ चाहिएन अरे आजादी दुनियाँ कस्तो चाहियो माया गर्छ दुनियाँसँग चिताउँदै हिँड्ने र दुनियाँसँग सुत्दै हिँड्ने त्यही आजादी चाहियो मादर चोदहरू रन्डीहरू है भाइहरू के धेरै भनौँ चरा च्याउ गराउनु थाल्यो बिहान भयो सोद्धाखेरि टाउको फुट्छ बोल्न थाल्यो भने मुझे ट्याङ कति भयो थाहा हुन्न मनमा धेरै पीडा छ दुनियाँलाई देख्दाखेरि यो संसारलाई देख्दा संस्कारलाई देख्दा यो युगलाई देख्दा बडो मन धेरै पनि भाइ मेरो कुरामा राम्रो लागोस् नलागोस् तिमीहरूमाथि हो
तर मेरो मनको कुरो हो यथार्थ मैले बोक्नै के भन्छ बोल्नै पाउनुपर्छ, गर्नै पाउनु। आजकल त पहिला त इन्डियाका साधु सन्त आउँथे, आवाज उठाउँथे। अहिले हाम्रो नेपालका पनि साधु सन्तहरू आउन थाले, आवाज उठाउँथे। त्यही हो दुनियाँ कस्तो हो। हुन त उनीहरूले भनेको त पुरा शास्त्र पढेर हिँडेन नि त, उनीहरूलाई थाहा नि त टेक्नोलोजी र अनि यो साइन्स पढेर हिँडे छैन। किनकि साइन्स बनेकै भनेको शास्त्रदेखि, शास्त्र अनि साइन्स पहिला अक्षर त एउटै हो, शास्त्र भन्ने या साइन्स भन्ने होइन। इङ्ग्लिसमा साइन्स, संस्कृतमा के भन्छ शास्त्र। यो बाबु 100 वर्षको उमेर मागेको छु मैले भगवान्सँग भिख। त्यो भनेको भगवान माथि हो, भन्नाले मेरो समाधि भगवान माथि। त्यो उमेर दिन नदिन मलाई इन्सान माथि होइन। तर पनि हेर्दै जाउँला। अहिले त धेरै भएन, म 45-46 वर्षको हुन्छु। अझै मलाई जिउनु छ कति, 30-40 वर्ष, या भनेको 40 वर्ष, या भनेको 38 वर्ष। यहाँबाट जति बेला भगवान्ले त्यसोबाट खुसी हुनुहुन्छ। 40 वर्ष भनेको आमा बाउले दिएको जिन्दगी आफूले लिएर हिँड्ने जिन्दगी। 40देखि 60 वर्ष लिएर त्यहाँबाट भगवान्ले दिएको त्यही जिन्दगीलाई मैले एक्स्ट्रा मागेको छु भगवान्। 100 वर्ष भयो। यो त जिउँदो रहँला, हेर्दै गरौँला, यस्तै रोस्ट पनि हान्दै गरौँला, भ्लग पनि बनाउँदै गरौँला। जसले चित्त नबुझ्ने कुरो गर्ला उसको त भनेको मुजी मुखमा लाडो बसाउँला। मैले लाडो यति पनि भन्छु। मलाई जन्म दिएर मरेर जाने आमाको कसम खाएर तर दुनियाँले मलाई भने रौसी खासी धेरै बोल्छ। रौसी नखाने यस्तै बोल्छु म। चित्त बुझेन भनेपछि चितुवा जस्तो भनेको ढाड हान्ने मेरो बानी। हुन पनि चितवनको म अनि छेत्री जातिको करास भएर बनेको बाहुन र दुधबाट अर्जन छेत्री भनेको अर्याल बाहुनदेखि भएको अर्याल छेत्री हो। छेत्री जात भनेको भगवान् कालदेखि नडराउने जात हो। म किन डराउने? त्यो दुनियाँमा लाडालाई भनेको समातेर काट्ने जात हो। त्यो ल साथीभाइहरू, मेरो कुरा कस्तो मनपर्छ तपाईँहरूलाई कमेन्टमा अवश्य भन्नु। के भन्छ अरे, अवश्य भन्नु होला। अवश्य लाइक कमेन्ट सेयर नगरे पनि, मलाई सब्सक्राइब नगरे नि, फलो नगरे पनि मलाई मतलब छैन। फलो सरै हो, फेमस हुने नि जरुरत छैन। तर जो मैले कुरो गरेँ त्यसमा तपाईँको प्रतिक्रिया के छ त्यो कमेन्टमा लेख्न जरुरी छ तपाईँको। बस अरू मलाई केही छैन। ताकि जस्तो मैले हेरेको छु मेरो मनको कुरोबाट निक्लिने मान्छेले जो कुरो गरे त्यो हेरेँ, त्यही हो। त्यहाँदेखि मलाई भन्न नि मन लाग्यो, त्यही भएर भिडियो बनाउनु लाग्यो। नत्र मैले कहिले यो लाइक दिएर नि गर्दै हामी काम गर्दा हाँसी मजा गर्दा गाली गर्दा जो हुन्छ, जो क्यामेराले केच गर्छ नि सिसिटिभी क्यामेराले, त्यसैदेखि भनेको दुनियाँ अगाडि नि बढेको सबै बढेको छ। तर मैले यस्तो भिडियो गर्नु अलिक चाहना गरेँ। तर आजकल भनेको जो चलेको नि हाम्रो नेपालको राजनीति छ, त्यसले गर्दा बाध्य भनेको बोलेको
बिदा हुन्छु तपाईँहरूसँग। जय नेपाल, जय राजशाही, जय शम्भु भोलेनाथ, हरे हरे महादेव। भोलेनाथ जब छन् मेरो साथ तब त छन् केही हुँदैन। अब आजको लागि बिदा गर्दैछु, बाई बाई। यसै पनि 46 मिनटको भिडियो भइसक्यो होइन। अब यो पुरा हाल्छु या यसलाई अझ एडिट गरेर हाल्छु, केही गर्छु त भोलि त के अहिले दिउँसो हेरौँला। तर अहिलेको लागि बिदा गर्छु है भाइहरू, साथीहरू, भाइहरू, दाइहरू सबैलाई, आमा बाउहरू सबैलाई। मलाई जन्म दिनेमा मरेर गएको आमालाई नि मैले याद गरेर सल्युट छ आमा, मलाई यस्तो जन्म दिस्, राम्रो गरिस्, गाइस। न हातखुट्टा भाँच्न दिस्, न चोटपटक आउन दिस्। मैले आफैले हिर्काउँथिस् खुट्टा भाँचिने हो, तर पनि जानेर बुझेर हिर्काउँथेँ। हड्डी नभाँचिस्, मेरो छोरा लङ्डा लुगो नहोस् भनेको थिएँ। तिमीले दुनियाँको कुरो सुन्थिस्, त्यही भएर आफ्नो रिसले आफ्नो दुःखले त हिर्काउँथिन सामु, दुनियाँको कुराले। तर पनि मैले कहिल्यै गुनासो गरेँ। भरे मेरो दाइले गुनासो गर्यो या भाइले गुनासो गर्यो, सपोर्ट गर्यो, त्यो गर्यो, घर छोड्यो, के गर्यो, आउँदै आउँदैन के गर्थेँ। तर मैले त्यस्तो कहिले गरेँ। मेरो जन्मभूमि हो, त्यहाँ जानु जरुरी। मलाई जन्म दिने आमा बाउ छन्, तिनीहरूलाई हेर्नुपर्छ भनेर म आउँ जाने गरिरहेको छु मेरो नेपालमा, मेरो परदेशमा। जय नेपाल। अब बन्द गरेँ साथीभाइ। गुड नाइट। गुड नाइट के गुड मर्निङ। सुबहको अब 6:30-7 बज्न लाग्यो। बाई बाई। लभ यू डार्लिङ, लभ यू अल माई फ्रेन्ड।